नमस्ते मटारी सन्चै हुनुहुन्छ ए कहाँबाट आउने यता यत्तिकै डुलेको भयो 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 पर्दैन बस्नु के छ त सन्चै हुनुहुन्छ म त सन्चै यहाँ बस्नुहोस् न माया लाग्छ के हो त होइन छोड्नु म यहीँ बस्छु केही भएन यहाँ बस्नुहोस् के यहाँ बस्नुहोस् ठिकै छ यहीँ बसेछु के अब त्यहाँ त यहाँ भएमा तपाईँ कहाँ छु के हो यो ठुलो लाग्छ हजुर यो तपाईँकै हो त यो टौवा ऊ छोरी उसको बाख्रालाई काट्ने अन्तिको नास्ता पानी खानुभयो अब खाने होला नि छोरी भर्खर बना भात बाख्रा हेरी भर्खर राख्छ ए हो हजुर ल ठिक छ नि त म यहाँ घर गोठाला त्यसै बस्ने अब काम गर्नु बुथा छैन हजुर अन्त घर गोठाला गर्ने एउटा फोटो खिचिदिनु पर्यो तपाईँ ल यसो तयार हुनु त तिमी खिचिदिउँ अब कोला पठाइदिनु मेरो छोराहरूलाई पठाइदिनु चाहिँ मामाहरूले हेर्नुहुन्छ यसो म फोटो खिचिदिनु पर्यो के बजेको ट्याक्क ऊ त हजुर कान्छालाई पठाइदिने कोलाई काइलालाई काइला मामासित आजकल बोल्नुहुन्छ हो बोल्छ नि त यहाँ आज बोल्ने नभएर आज त बोल्ने टाइम हो र हजुर के बोल्ने म बोलाइदिउँ नम्बर छ ऊ केमा यस्तै जेमा बोलिन्छ त हजुर छेउ भएपछि किन नहुने कनेक्ट त छैन के अरे नानीलाई अन्ते नास्ता त भयो खान्न खै आमा छोरी खिचिदिन्छु उभे बसाउ नि त त्यो साइडमा यसो फोटो खिच्न पर्यो अनि यता अलि छाया पर्छ बजे यता घामको अलि छाया पर्छ यतापट्टि बस्नु न है उठ्न सक्नुहुन्छ अहिले उठ्दैखेर उठ्ने नभए त्यहीँ बस्नु अलि यता फर्किनु न यता फर्किनु यता अड्किनु उठ्नु हुन्छ ल उठ्नु नि त ल हात ल्याउनु हात दिन्छु उठौँला किन भएन टोपी अघि इन्डिया जाँदा टोपी इन्डिया जानुभएको नि तपाईँ अब पहिला जाँदाखेरि 2 वर्ष पुरा बस्ने पछि जाँदाखेरि कार्तिकमा गएँ फेरि वैशाखमा ल उठ्नु कसलाई मलाई किन नचिन्ने चिन्नु भएको छैन र मलाई के बोल नाति छैनौ कि बौलानु भएको छ नचिन्नेलाई होइन बाजे यता बस्नु यतापट्टि आमा छोरीकै खिचिदिउँला आउन अन्टी तपाईँको नि यतै ढैलातिरै जाम है त्यता खिच्ने ल हातै बस्नु नि त टक्क लगाएर ल ढोकामा टक्क लगाएर खिचिदिन्छु बस्नु बजे हातै बस्नु म चाहिँ चियरबाट बसेर टक्क लगाएर खिचिदिन्छु ल यता दामी आन्छ कि उता अघि छाया परेको थियो त्यही भएर खासै उयो देखेको थिइनँ ल खै काइलालाई बोलाइदिनु हुन्न काइलालाई हजुर ल म यो भिडियो हालिदिन्छु अरू कोहीले सेयर गरिदियो भने अरू मामाहरूले सेयर गरिदियो भने काइला मामासँग पुग्छ ल भन्नुहोस् काइला मामालाई के भन्ने भए भन्नुहोस् ल अब पल्लो महिना त यता आइदिए रे पल्लो महिना त भर्खर यहाँ आँखा झप्का लाग्छ भित्र औषधि हाल्दै थिएँ झप्का के छो घाँस काटेर भएका छन् अन्त ए हो बसिरहे फोटो पनि खिचिरहेको छु भिडियो पनि रेकर्ड भइरहेछ कपाल बान्नुहुन्छ सरप्प बान का टुपी लगी बानी बो यस्तै गराइनु पर्छ हैन चाहिँ ठिकै छ आँखा मेजपका लागि हजुरबा नमस्कार बुढाल काम साम सुन्नुहुन्न के आजकल त
हजुर कता कान सुन्नुहुन्न मैले हजुर ए आजकल सुन्नुहुन्न काम सन्चै हुनुहुन्छ सन्चै छु नानी सन्चै ए ठिकै छ घाँस हाल्न लाग्नु भएको भैँसीलाई हजुर ए म त कान सुन्दैन आज कान सुन्दैन पहिले त राम्रै सुन्नुहुन्थ्यो त के भयो आजकल के भयो पहिले त राम्रो गरेर सुन्छ कान केले थाहा पायो कान सुन्दैन कान सान बुझ्यो बुझ्यो कति वर्ष हुनुभयो र म 83 वर्ष भयो कति साले हो 6 सालबाट उपरी गाउँमा माइला राइला 6 साल हो म 3 वर्ष कान्छु छु एजेसु छु त्यो हिसाब गर्नुहोस् 100 साल भन्दा 3 वर्ष अघिको हो अँ ओहो भनेपछि तपाईँ त 86 वर्ष हुनुभएछ 80 छ होला ल गजबले बाँच्नु भएको छ ल घाँस हाल्नु है हजुर यसो फोटो खिचिदिनु पर्यो क्या एउटा फोटो खिचिदिउँ भनेर ल बस्नु न है आज घाँस चाहियो हजुर यतै पालेको कुकुर छ कि छैन यता छ बाने टोकारे लुटे कुकुर होला होइन ए ओहो यता त मासु नमस्ते मटारी नमस्ते माइती नमस्ते ओहो यस्तो भतेरमा पर्नुभयो सचिव साहब त केसको मासु हो खसीको खसी खसीको ए यो मिठो हुन्छ जेठा के हो यो यही हो ए बोसो बोसो खल्कान लाग्नु भएको हजुर कता बाटो यस्तो के जता कतै देखाइदिए लास लाग्ने के भयो त अनि खै यो एउटा चाखम है त अचुचुचुचु तातो पो रहेछ त म त खुसी त अलि तातो रहेछ क्या पक्का खानाको हटो राम्रा खाने एकदम घाट पेट्दै खाए पोलेक मासु है यो चाहिँ। मैले के भन्छु त भाइ खसीको भन्ने थाहा छ मान्दा कहिले आएको उहाँ हजुर जोकमा जेठमा कुद्दिन्छ है बाबा त्यो बुझ्दैन के बोल्ने भन्दा ठिक छ ल ट्युन गरेर आउनु भने जम्मै भाँडा जुठो गीतै हजुर अन्त अब भिन्दै गरेर आउँछु भने त खै जाँड पानी खान्छ है त जाँड पानी त मैले खान्न नि एकटा खान्छु है यार खसिँदै टेस्ट जाँड पानी खान्न मासु खाइयो त मासु खाइयो त मासु हो अट्नम घाट खाऊ भाइ अटमलमा आएको घटनामा हाम्रो सच्ची पाक बेला त्यस्तो भटेर ठुलो भटेरमा पहिरो बुढा खाऊ भयो के भयो अटोमा गयो खाए केही हुँदैन होला त्यही यता झलाउला बुढाबुढीको फोटो खिचिदिउँ भनेर ल यता हेर्नुहोस् है त फोटो खिचौँ फोटो खिचौँ एउटा यता हेर्नु है केही हुन्न हुनुलाई ल बस्नुहोस् है त म निस्केँ के त माटो पकाइदिनु के
बेलुका भान्सा सिट खाल्दा के त्यो मासुको नखाने छ भयो ल बस्नु है उहाँ बसेको ल बस्नुहोस् है त अन्त खै त अब खाने चिज खाइयो ल भिडियो अन्तिमसम्म हेर्ने सबैजनालाई धेरै धेरै धन्यवाद थ्याङ्क्स फर वाचिङ अल अफ यु